ल है साथी हो, आज हाम्रो ठ्याक्कै यो मलुङ खोला छेउमा धमाधम रोपाइँ हुँदैछ। ल हेर्नुहोस् है, हाम्रो सबै यहाँ काम गर्ने साथीहरू धमाधम यहाँ धान रोपिरहेको छन्। यता हेर्नुहोस्, यता पुरा जोतिरहेको छन् साथीहरूले। ल हेर्नुहोस् है, ल दामी छ। त्यहाँ एउटा कुकुर आउँदैछ, त्यो कुकुर चाहिँ पारी गएको थियो हाम्रो गोपाल दाईको। यो यत्रो ठुलो मलुङ खोला निस्केर चाहिँ ऊ त्यहाँ आइसकेको छ। यस्तो खुसी छ कि त्यो कुकुर। ऊ त्यो मलुङ खोला म तडेर त्यो कुकुर लिनु गएको अघि म पारी भाग्यो, ठ्याक्कै आइपुग्यो अहिले चाहिँ। हेर्नुहोस् ल ठ्याक्कै। ल आज धमाधम रोपाइँ छ हाम्रो यहाँ। यता माथि यतापट्टि कामी रोपिसक्यो बिहानी। यताबाट रोप्दै 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 हामी यहाँ मुनि झऱ्यौँ। यो चाहिँ हाम्रो खाजा खाने गोठ हो। यो सबै धानको बिउ यहाँ ओसारेको छ भाइ दाइले। यसरी रोपेर हामी यसरी यता यता धमाधम हाम्रो यहाँ रोपाइ हुँदैछ। यो चाहिँ मलुङ खोला हो। झक्पी त सायद है। ल काले आइपुग्यो। ल हाम्रो कुकुर यहाँ पारी गएको थियो अस्ति, हाम्रो दाइको कुकुर। अहिले ठ्याक्कै मलुङ खोला तरेर आएको छ। यहाँ पुरा भोकाएर हेर्नुहोस्, खाना खाँदैछ। ल खाएर घर